अब हर्क मैले भने चाहिँ हर्क बालनको विकल्प हुनुपर्छ भने चाहिँ मैले अहिले उनले जुन काम गर्दैछन् त्यो एउटा विकल्पको काम गर्दैछन्। उनीहरू जनताबाट टाढा बस्छन्, हर्क जनतासँग जान्छन्। अब सुकुम्बासी एकजुट हुँदैछन् होइन, किनभनेदेखि हर्कले आगो लगाउँदैछन् तलबाट, त्यो लगाउनै पर्दैन, आफै लाग्दैछ नि। सुकुम्बासीसँग पनि त बुद्धि छ नि त। तपाईँ हामी जत्तिकै हो नि, बेकुफ त कोही पनि छैन नि। तपाईँहरूको यो क्यामेरा र तपाईँहरूको यो इन्टरभ्यूले त सबैलाई राजनीति त बुझाइदिएको छ नि। त्यहाँ स्टुडेन्टहरू लागिदियो, बोर्डरका मान्छे लागिदियो, यी पुराना पार्टी लागिदियो भनेदेखि त के हुन्छ होला तपाईँ? अब सबैको नेता हर्क साम्पाङ, पुराना पार्टीका नेताहरूलाई कसैले विश्वास गर्दैनन्। हर्क साम्पाङलाई त विश्वास गर्छन्, नयाँले नि गर्छन्, पुरानोले नि गर्छन्। त्यो हिसाबले सबै असन्तुष्ट पक्षको नेता चाहिँ अब हर्क साम्पाङ हो। सुकुम्बासीको नेता पनि हर्क साम्पाङ, विद्यार्थी सङ्गठनको नेता पनि हर्क साम्पाङ, बोर्डरको समस्याको नेता पनि हर्क साम्पाङ। सबैको नेता हर्क साम्पाङ बनेर अब आन्दोलन गर्छन्। त्यही हो, गर्छन्। तर ऊ अर्काको फुर्काएको भरले नेता भयो भने उसलाई पनि झार्छन्। जसरी अहिले बालनको विरुद्ध गएको छ, त्यसपछि त हर्कको विरुद्धमा जान्छ नि त, हो कि होइन? अहिले हर्कलाई प्रधानमन्त्री हुनको लागि या सरकार परिवर्तन गर्नको लागि राप्रपा नफुटिकन त्यो सम्भव छैन। रासोपा नफुटिकन त्यो सम्भव छैन। त्यसको बिउ हालेको छ जस्तो लाग्छ क्या चाइना र भारत, के अरे अमेरिकाले। भनेपछि रासोपालाई फुटाएर हर्क साम्पाङलाई प्रधानमन्त्री बनाउने दाउ हो त यो? होइन, सरकार कमजोर पारेपछि अनि के हुन्छ भने तपाईँ कमजोर हुनुभयो भने तपाईँ कहाँ जाँदाखेरि मेरो समस्या समाधान हुन्छ भनेर तपाईँ खोज्दै जानुहुन्छ। केही भेट्नु भएन भने ज्योतिषीका पनि जानुहुन्छ, केही भएन भने पनि त्यो भगवान कहाँ गएर पनि प्रार्थना गर्नुहुन्छ। अन्तिममा मर्ता क्या नै गर्दा हो कि होइन? त त्यस्तो अवस्था चाहिँ नआओस् क्या। त्यस बेलामा के हुन्छ भने अमेरिकाले साथ दिइदियो र यहाँ अब आर्मी अगाडि फिल्डमा आइसकेपछि आर्मीको सबैभन्दा आर्मी किन पब्लिकबाट टाढा हुनुपर्छ भनेदेखि पब्लिकको इन्फ्लुएन्स र भ्रष्टाचारबाट टाढा हुनको लागि पब्लिकको सम्पर्कभन्दा बाहिर राखेको हो नि। आर्मीलाई ब्यारेकमा चाहिँ किन राखेको, पुलिस जस्तो छ्यापछ्याप्ती सडकमा किन नल्याएको हो भनेदेखि ऊ राजनीतिबाट टाढा हुनुपर्छ। डेमोक्रेसीमा राजनीतिबाट माने आफूले नै राजनीति गर्ने हो भने